नेपालको संविधान 2072 मा कुल 9 वटा अनुसूचीहरू रहेका छन्, जसमा राज्यका विभिन्न शक्ति, अधिकार र प्रतीकहरूको व्याख्या गरिएको छ। ती अनुसूचीहरू यस प्रकार छन्। नेपालको संविधानका 9 वटा अनुसूचीहरू। अनुसूची 1, नेपालको राष्ट्रिय झण्डा, झण्डा बनाउने तरिका र अनुपात। अनुसूची 2, नेपालको राष्ट्रिय गान, 100औं थुङ्गा फूलका हामी। अनुसूची 3, नेपालको निशाना छाप। अनुसूची 4, प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू, कुन प्रदेशमा कुन कुन जिल्ला पर्छन् भन्ने विवरण। अनुसूची 5, संघको अधिकारको सूची, रक्षा, परराष्ट्र, मुद्रा आदि। अनुसूची 6, प्रदेशको अधिकारको सूची, प्रदेश प्रहरी, प्रदेश लोक सेवा आदि। अनुसूची 7, संघ र प्रदेशको साझा अधिकारको सूची। अनुसूची 8, स्थानीय तहको अधिकारको सूची, नगर प्रहरी, स्थानीय कर आदि। अनुसूची 9, संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची।